हेलो, नमस्कार सम्पूर्णमा हामी चाहिँ 3 जुलाईसम्मको यात्रामा छौँ आज। अहिले चाहिँ हामी मोगाखोला भन्ने ठाउँमा पुगेका छौँ। अहिले आउन बाँकी नै छ। र अहिले चाहिँ हामी हिलेभन्दा मास्तिर लाग्यौँ र यो चाहिँ हिले भ्यू टावर रहेको छ। हजुरले देख्न सक्नुहुन्छ हिले भ्यू टावर चाहिँ पाख्रीबास जाने बाटोबाट पुग्न सकिन्छ र सिधुवा जाने सिधुवा बस स्ट्यान्डभन्दा अलिकति माथिबाट पनि पुग्न सकिन्छ। अब चाहिँ हामी हाइवेतर्फ लाग्दैछौँ, सिधुवा जाने हाइवेतर्फ। हामी चाहिँ हाइवे हुँदै लाग्यौँ उकालो सिधुवातर्फ। अहिले चाहिँ हामी 2 नम्बर बाहिनी आर्मी क्याम्प छेउमा यो चापहरू फुलेको कारणले अत्याधिक राम्रो देखेर यहाँ चाहिँ फोटो भिडियो सुट गर्नका लागि पनि टाढा टाढाबाट पनि आउनु हुँदो रहेछ। र यहाँभन्दा तल्लोपट्टि पिकनिक स्पोट पनि कति राम्रो छ होइन यो ठाउँमा। गएर पिकनिकहरू पनि खान सक्नुहुन्छ हजुरहरूले। यति राम्रो नागी छ, नागी चौरी छ होइन। अब हामी चाहिँ यतातिर नागी नै भन्ने गर्दछौँ। हजुरहरूले के भनेर बुझ्नुहुन्छ त्यही तरिकाले बुझ्नुहोला। र अब चाहिँ हामी यहाँ सकिसकेपछि हामी चाहिँ जोरपाटी सिधुवा हुँदै उकालो लाग्ने क्रममा छौँ। र यहाँनिर चाहिँ ठ्याक्क भिडियो बनाउँदै गर्दा एउटा गाडी आइपुग्यो र उहाँहरूको भिडियो पनि मैले बनाएको छु। र हाम्रो चाहिँ भाइ पनि आइपुग्यो। हामी चाहिँ लाग्यो होराइजनबाट उकालो जाने क्रममा छौँ र हामीले चाहिँ भाइ बुहारीले चाहिँ ओभरटेक गरेर लाग्यौँ। भाइले पनि मजासँगले बाइक रन्काउँदै हिँड्यो। र मैले पनि ठक्क एउटा सानो सेल्फीवाला भिडियो हानिहालेँ। हामी चाहिँ ठ्याक्क जोरपाटी पुग्यौँ। जोरपाटीमा हजुरहरूले देख्न सक्नुहुन्छ मौसम पनि त्यस्तै छ। चतर जोरपाटी गाउँपालिकामा हार्दिक स्वागत भन्दै जोरपाटी बजार देखाउने कोसिसमा छु। र यो डाँडा कटेपछि चाहिँ जोरपाटी बजार आइपुग्छ। जोरपाटी पनि क्रस हुँदै हामी चाहिँ सिधुवाको सिमेन्ट फ्याक्ट्री माथि पुग्यौँ। र सिमेन्ट फ्याक्ट्री चाहिँ के कारणले हो अहिले सञ्चालनमा आएको छैन भन्ने सुनिन्छ। र अब सिधुवा फ्याक्ट्रीबाट पनि हामी सिधुवाको फ्याक्ट्रीको भिडियो देखाउँदै हामी ठ्याक्क सिधुवा बजार काउली भएको स्ट्याचुबाट पनि हामी कट्यौँ। अब आउने चाहिँ सिधुवा बजार रहेको छ। अगाडि देख्न सक्नुहुन्छ हजुरहरूले यो चाहिँ सिधुवा बजार रहेको छ। सिधुवा बजार है, यो चाहिँ सिधुवा बजारको ठ्याक्कै बस स्ट्यान्ड आइपुग्न लागेका छौँ हामी। सिधुवा बजारबाट हुँदै हामी पेट्रोल पम्प दायाँतर्फ जाने बाटो चाहिँ सुक्राबारे ओख्रे सुक्राबारे सुदाब भन्ने ठाउँतिर जान सक्नुहुन्छ भने हामी चाहिँ बायाँतर्फबाट सिधै उकालो लागेका छौँ। हरिराज खेवा स्मृति पार्क पनि यहाँ असाध्यै राम्रो छ भन्ने सुनेको थिएँ। मेरो चाहिँ पहिलो पटक भएको कारणले गर्दाखेरि मैले पनि यहाँनिर हेर्ने अवसर पाएँ। र त्यहाँबाट हामी ठ्याक्क सकेपछि हामी लाग्दैछौँ चित्रे बजार पुग्यौँ हामी। चित्रे बजारमा पनि चट्टसँगले एउटा ताल बनाएर ढुङ्गासुङ्गा पनि थियो पहिला चाहिँ। अब अहिले चाहिँ हालचाल चाहिँ छैन रहेछ, ढुङ्गा देखिएन किनकि त्यहाँनिर चाहिँ ढुङ्गाबाट चाहिँ वार पार गरेको कति 200-300 कति लिने गरेको जस्तो लाग्छ मलाई। र हामी चाहिँ पानी पर्न सुरु भएको थियो, त्यही कारणले गर्दाखेरि पुग्न ढिलो होला कि भन्ने आतुरमा थियौँ। र हामी चाहिँ बसन्तपुर बजारबाट प्रवेश नगरिकन हामीले अर्कै बाटो चाहिँ माथिल्लो सर्टकट बाटोबाट चाहिँ हामी तलतिर लाग्यौँ। र हजुरहरूले देख्न सक्नुहुन्छ लालीगुराँसको स्ट्याचु पनि त्यहाँ रहेको छ भने हामी चाहिँ अब हाइवेतर्फ जोडिने क्रममा छौँ। यो सर्टकट बाटो हाइवे बाटो छुँदै हामी पनि माथि निस्किएर अहिले चाहिँ हामी ठ्याक्कै टुटे देउराली पुग्यौँ। टुटे देउरालीमा चाहिँ हजुरले देख्न सक्नुहुन्छ यो ढुङ्गा न जोडेको छ न केही गरेको छ होइन, अचम्मको ढुङ्गा रहेको छ। यो चाहिँ दायाँतर्फबाट तपाईँहरू टुटे देउराली हुँदै माथि मन्दिर पुग्न सक्नुहुन्छ। र अहिले चाहिँ हामी ठ्याक्कै तपाईँको
त्यो राइट साइडपट्टिको बाटोबाट अहिले हामी ठ्याक्कै यहाँ पाथिभरा मन्दिरको प्रवेशद्वार नजिकै आइपुगिसकेका छौँ र हजुरहरूले देख्न सक्नुहुन्छ यो चाहिँ हाम्रो प्रवेशद्वार रहेको छ। मेन प्रवेशद्वार डालीगुराँस नगरपालिका 1 गुरुविषयमा तपाईँहरूलाई हार्दिक स्वागत छ भनेर लेखिएको पनि छ र यहाँबाट चाहिँ हाम्रो पहिलो पूजा भएर हामी चाहिँ माथि मन्दिरमा पुग्यौँ र बुहारी नानीले चाहिँ पाथिभरा आमासँग चाहिँ केही लिएर चाहिँ अब हाम्रो चाहिँ भिडियो यहाँ छोटो फोटो भिडियो सुट गरेर हाम्रो चाहिँ आजको यात्रा सफल भयो। हस्त धन्यवाद।